तपाईहरु पनि सोच्नुहुन्छ कि घर बाहिर जाँदाखेरि GTA 6 आयो भनेर तपाई घर बाहिर निस्किनुहुन्न होला। फाइनली रकस्टारले फाइनली 13 वर्षको GTA 5 हटाएर अब फाइनली GTA 6 लिएर आएको छ तपाईहरुको लागि। फाइनली GTA 6 अब आउने वाला छ कुन दिनमा, तबसम्म वेट हुँदैन। तबसम्म हामी खेल्न वाला छौं एउटा गेम जो कि मोबाइल गेम जो कि GTA जस्तै छ। त हेरौँ होला आजको यो गेममा फाइनली हामी यसले कति पोइन्ट दिउँला। त हामी प्ले गर्न आँटेको, हामी धनी बन्नेको यो गरौँ होला फाइनली। त यहाँ क्लिक गरौँ होला धनी बन्नेको, क्लिक गरेँ मैले। अब फाइनली यहाँ राउन्ड 1 के गर्ने आयो, तर यहाँपट्टि पुरा गेमको लुकाएर छ, तर 3D छैन, तर र पनि ठिक छ। यहाँ गनहरू कुन बगेर परिरहेछ यहाँपट्टि, यहाँ गन छ, अनि गन छ, अनि यहाँपट्टि गाडी लिन सक्छु। यो गाडी सायद मेरो लागि नै पड्किएको होला। त हेरौँ होला यहाँपट्टि यो ढोका खोल्दा फेरि ढोका खोलौँ अब। ओ हुँदै रहेछ एडपट्टि हेर्नु ब्याक, म त एड हेरिनँ ब्याक। यो यसमा चाहिँ कुन पनि भिडियो गेम हो नि आजकल यस्तै हुन्छ क्या। त हामी फाइनली रोटी आइसकेको छौँ, किनकि त्यहाँ गाडीहरू के पनि छैन। त हामी बाहिरबाट नि केही चुराउनु पाल्छौँ हामी गाडी। त्यहाँ एउटा यहाँ गाडी आउँदैछ, त यसलाई हामी बाटोमा आउँछौँ बिचमा नि यसको गाडी लिन्छौँ। त हामी यहाँपट्टि गाडी लिन आँटेको। अब यसको याले भाइ, अब फाइनली हामीले गाडी लियौँ यसको। अब पुलिसहरू आउन सक्छ। 1 स्टार भयो मेरो। ल पुलिस आएको रहेछ पछाडि। ल यो के हो? ल 1 स्टार आयो कि क्या मेरो? पुलिस त आउँछ त पछाडि। त यो के हो? ला पुलिस आयो पछाडि, ब्याक पछाडि पुलिस आयो। ओए ल स्टार लाग्यो 1 स्टार। ल अब पुलिस आयो मेरो पछाडि। अब हेर्न सक्नुहुन्छ पुलिस आयो मेरो पछाडि। त हामीले अब GTA 6 हैन GTA 5 जस्तै अब हामीलाई अगाडि बढाउँछ आफ्नो गाडी। त यहाँ हेर्न सक्नुहुन्छ गाडीहरू कति धेरै छ यहाँपट्टि। त फाइनली यति स्पिड भगाउनेको बाद पुलिस यति पछाडि छ कि म भेट्न सक्दैन। त लेफ्ट कि राइट जाम, यो त म जान्न कता पनि। म यहाँपट्टि जान्छु बरुभन्दा यो साइडपट्टि। ल पुलिस आयो पछाडि। ला कति स्पिडले आएको पुलिस, छोरी बिस्तारमा पर्दैन। ल अब कसरी बस्नु होला हौ। ल यहाँ पनि पुलिसको गाडी हो कि कसको? होइन पुलिसको होइन रहेछ। त फाइनली हामी पुलिसको थोरै परपट्टि आएको छौँ, तर पुलिसहरू धेरै होला यहाँपट्टि पुलिस चौकी पनि रहेछ यहाँपट्टि मैले देखिरहेको छु। पुलिसको गाडी रहेछ पछाडि, म्यापमा हेर्न सक्नुहुन्छ पुलिसको गाडी छ पछाडि। आयो भाइ पुलिस यहाँमा, हटपट यहाँबाट भागौँ होला, छिटो स्पिड भागौँ, छिटो हामी फुल स्पिड भगाएर अब यहाँपट्टि हामी फुल स्पिड भगाएर हेर्न सक्नुहुन्छ पुरा यो अमेरिका घटाएर अब हामी फाइनली हामी आउनु पर्छ नेपालतिर। त नेपालतिर गाडीमा त आउन सकिँदैन। त यो नै गाडीमा हामी आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। त यहाँ हेर्न सक्नुहुन्छ यहाँपट्टि पुलिसले मेरो यत्रो बेरसम्म पिछा गर्दैछ कि, जो कि मलाई रिस उठिसक्यो। 1 घन्टा कि 7 मिनटसम्म पिछा गरिसक्यो मेरो। त मलाई रिस उठिसक्यो। त मैले चेन्ज गरेँ कि पुलिस मेरो धेरै पछाडि हुँदा फेरि म अर्को बाटो जान्छु, जहाँ कि खै कतापट्टि हुन्छ त्यो, तर मलाई थाहा छैन। त म इन्तजार गर्दैछु कतिखेर त्यो गाडीको मौका आउँछ, अनि म फाइनली आफ्नो गाडी मोड्न आउने। त यहाँ हेर्न सक्नुहुन्छ फुल स्पिडले मैले आफ्नो गाडी भगाएको छु, र पनि पुलिस मेरो पछाडि आएको छ। 1 स्टारमा चाहिँ कसरी पुलिस आयो यति साह्रो? यस्तो साह्रो त नगर्नु पर्ने होइन 1 स्टारमा त। यो गाइस GTA 5 हो कि 6 हो के पनि थाहा छैन, सायद यो GTA 1 होला। अहिलेसम्म पछाडि हेर्छु पुलिस लागिरहेको छ। त फाइनली फुल स्पिड भगाम अब, किनकि अब बाटो अब म जे पनि गर्ने बाल छु अब, किनकि पुलिस यति बेरसम्म पिछा गर्न सक्दैन नि। एउटा जेन्जी आन्दोलन भयो जस्तै गर्छ त। यहाँ हेर्न सक्नुहुन्छ अब यहाँपट्टि नराम्रो बाटो आयो भने म त्यहाँपट्टि गरिदिन्छु सिधा गाडी। अब त फुल स्पिड भगाउँ फाइनली। अब फुल स्पिड भगाउनु पर्छ क्या फर्स्टमा। त फुल स्पिड भगायो एकछिन, अब नराम्रो बाटो आउँछु यहाँपट्टि। अब यहाँपट्टि गाडी मोर, झन्डे अब यहाँपट्टि ओला पुलिस भाग यहाँ भाग
ला यो पछाडिको भाग्यो पुलिस आयो मा के भएको ला पुलिस ओराइदियो त्यो पुलिसले त हेर्नुहोस् त गाइज आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो भिडियो राम्रो लाग्यो भिडियो लाइक एन्ड सब्सक्राइब हालिदिनु होला हामी मिल्छौँ अर्को भिडियोमा तब तकको लागि बाई